म नेपाल प्रहरीको म नेपाल प्रहरीको प्रहरी जवानमा फारम भर्न खोजिरहेको छु, तर मलाई सिकाइदिने र बुझाइदिने व्यक्ति कोही पनि हुनुहुन्न। अब म कसरी अगाडि बढ्न सक्छु भन्ने जिज्ञासा यदि तपाईँले लागिरहेको छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। फेरि आग्रह गर्छु, अन्तिमसम्म हेर्नुहोला। यो भिडियो हेरिसकेपछि कसैले सोध्नु पर्दैन, कुनै भिडियो पनि हेर्नु पर्दैन है त। सम्पूर्ण युवा साथीहरूमा जय नेपाल। तपाईँ यदि कक्षा 8 उत्तीर्ण गरी 18 वर्ष पुरा गर्नुभएको छ र 23 वर्ष कट्नुभएको छैन भने नेपाल प्रहरीको प्रहरी जवानमा फारम भर्न सक्नुहुन्छ। फारम भने चाहिँ जिल्ला प्रहरी कार्यालय र तालिम केन्द्रहरूमा तपाईँले फारम भर्न सक्नुहुनेछ। तपाईँको 8 कक्षाको डकुमेन्ट र तपाईँको नागरिकताको सम्पूर्ण विवरणहरू मिल्नुपर्ने हुन्छ। यो भिडियोलाई एकैछिन पज गर्नुहोस्। पज गरिसके पश्चात तपाईँको 8 कक्षाको डकुमेन्ट निकाल्नुहोस्, नागरिकता निकाल्नुहोस् र त्यहाँनिर आफ्नो सबै विवरणहरू हेर्नुहोस्। यदि त्यहाँनिर सही छ वा गलत छ, तपाईँको नाम, बुवाआमाको नाम, नागरिकतामा जन्ममिति, तपाईँको डकुमेन्टको जन्ममिति, ठेगाना सबै कुरा यदि सही छ भने अब तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। अगाडि कसरी बढ्ने? तपाईँले 5वटा फोटो लिएर जानुपर्ने हुन्छ फारम भर्दा। यो फारम भने भौतिक रूपमा उपस्थित भएर नै प्रहरी कार्यालयहरूमा भर्नुपर्ने हुन्छ। हाम्रो प्रचलनमा रहेअनुसार पसलमा भने 6वटा फोटो निकालिदिनुहुन्छ र त्यो मध्ये 6वटा मध्ये हामीलाई 5वटा चाहिन्छ। 5वटा चाहिँ किन चाहिन्छ भन्दाखेरि तपाईँले फारम भर्दाखेरि 3टा फोटो प्रयोग गर्नुपर्ने हुन्छ। त्यो 3टा फोटो चाहिँ फारममा टाँसिन्छ र 2टा फोटो चाहिँ भित्र तपाईँको डड्डामा विवरण राख्नका लागि भित्र प्रयोग गरिन्छ कार्यालयभित्र। र म तपाईँलाई फारमहरू कसरी भर्ने कुरा भरे त म बताइहाल्छु। र तपाईँले 8 कक्षाको डकुमेन्ट पनि ठिक पार्नुभयो, तपाईँको नागरिकता पनि सही छ र तपाईँले नागरिकताको आफ्नो डकुमेन्टको सबैको एक प्रति फोटोकपी गरेर लैजानुहोस्। त्यहाँनिर कुनैमा मधुरो आउने, कुनैमा चहकिलो आउने नहोस्, सबै एकदम क्लियरली देखियोस् तपाईँको त्यो फोटोकपीहरूमा र तपाईँ आफ्नो नजिकैको जिल्ला प्रहरी कार्यालयमा जान सक्नुहुन्छ। र तपाईँले जिल्ला प्रहरी कार्यालय अर्थात् आफ्नो फारम भर्ने ठाउँमा जानुभन्दा अगाडि तपाईँले रु 10 रुपैयाँको टिकट, 10 रुपैयाँको टिकट तपाईँले किन्नुपर्ने हुन्छ। र यो 10 रुपैयाँ भनेको हुन्छ, तर त्यो कार्यालयको अगाडि ठिक्क व्यापारीहरू बसेका हुन्छन्, तिनीहरूले 15 रुपियाँ लिन्छन्। र तपाईँले आफ्नो डकुमेन्टहरू मिलाएर राख्नका लागि एउटा रेकर्ड फाइल आवश्यक पर्ने हुन्छ। त्यो रेकर्ड फाइल तपाईँले पुस्तक पसलमा किन्दा 10 रुपियाँ पर्छ, तर त्यो व्यापारीहरू त्यो अगाडि ठग्न बसेकाहरूले भने तपाईँले 15 रुपियाँ लिन्छ। तपाईँले म आग्रह गर्छु, यदि तपाईँको घरभन्दा नजिकै अर्थात् कसै हुलाक कार्यालय उदी काम गर्नुहुन्छ भने, टिकट बेच्ने त्यस्तोतिर काम गर्नुहुन्छ भने उहाँहरूबाट टिकट ल्याइदिन आग्रह गर्नुहोस्। उहाँले 10 रुपैयाँमै टिकट ल्याइदिनुहुन्छ र त्यो 10 रुपैयाँको टिकट र तपाईँले एउटा रेकर्ड फाइल भनेर किनेर लैजान सक्नुहुन्छ। र त्यो 10 रुपैयाँको टिकट र रेकर्ड फाइल र तपाईँको 8 कक्षाको डकुमेन्ट र तपाईँको नागरिकताको डकुमेन्ट र तपाईँको जम्मी 5वटा फोटो चाहिन्छ। दोकानीले 6वटा दिन्छ, त्यो 6वटै बोकेर जानुहोस्। र त्यो सबै कुरा के चाहिन्छ तपाईँलाई? 8 कक्षाको डकुमेन्ट, नागरिकताको फोटोकपी, डकुमेन्टको पनि फोटोकपी चाहियो, 5वटा अर्थात् 6वटा फोटो पनि लिएर जानुभयो, रेकर्ड फाइल पनि लिएर जानुभयो र तपाईँले टिकट 10 रुपैयाँको पनि लिएर जानुभयो। र यदि तपाईँले चाहिँ टिकट र त्यो फारम चाहिँ म लिएर जाँदिनँ भन्नुहुन्छ भने तपाईँ त्यहाँ जानुहोस्। त्यो कार्यालयको ठिक अगाडि अर्थात् कतै मान्छे बसेका हुन्छन्, 10 रुपैयाँ परेलाई 15 रुपैयाँ लिन्छन्, अनि त्यो तपाईँले आफ्नो शुल्क तिरेर चाहिँ फारम भर्न अगाडि बढ्न सक्नुहुन्छ। र तपाईँ जिल्ला प्रहरी कार्यालय अर्थात् नजिकैको फारम भर्ने ठाउँमा जानुहोस् होइन, कुनै तालिम केन्द्रहरू हुन्छन् त्यहाँनिर जानुहोस्। त्यहाँ गइसकेपछि तपाईँलाई त्यहाँ जाने बित्तिकै सोध्छ क्या त्यो फारम भरिदिने अर्थात् बाहिर बिचौलियाहरू बसेका हुन्छन्, भाइ बहिनी तिमी फारम भर्ने हो? पहिलोचोटि जानेलाई थाहा हुँदैन म कुन ठाउँमा गएर फारम भर्छु भन्ने, र 2-3 पटक भइसकेकोहरूले त थाहा हुन्छ, आफै भर्छन् फारम, जान्छन्। र तपाईँलाई फारम भर्ने हो, फारम भर्ने भने आउनुहोस् म तपाईँको फारम भरिदिन्छु भनेर लग्छन्। लगिसकेपछि तपाईँले एउटा फारम भरे बापत, फारम भरिदिए बापत 100 देखि 150 रुपियाँ लिन्छन्। यो पैसा तपाईँले तिर्न पर्दैन। तपाईँले फारम लिनुहोस्। फारम लिने बेलामा त्यहाँनिर सरमेमहरू बस्नुभएको हुन्छ, प्रहरी जवान, प्रहरी सहायक हवलदार अर्थात् प्रहरी वरिष्ठ हवलदारहरू बस्ने हुनुहुन्छ त्यो फारम दिने ठाउँमा। उहाँले भन्नुहुन्छ मात्र एउटा फारम पाउनुहुन्छ, यो फारम बिग्रियो भने अर्को पटक भने पाउनुहुन्न भनेर भन्नुहुन्छ। तपाईँले त्यो फारम लगेर जानुहोस्। फारम लगेर गइसकेपछि बिग्रियो भने पनि सट्ट काट्ने, त्यो धेरै लतपत नगरे सट्ट काट्ने अनि ठ्याक्क यतापट्टि लेख्ने गर्दा हुन्छ। र तपाईँले त्यो फारम मजाले भर्न सक्नुहुन्छ। त्यहाँनिर तपाईँको
विज्ञापन नम्बर खोजे आउँछ, तपाईँको तह खोजे आउँछ होइन, कुन श्रेणीमा फारम भर्ने त्यो लेखे आउँछ, सबै कुरा लेखे आउँछ। मसँग यहाँनिर फारम पर्ने थियो, त्यो फारम कता पर्यो मैले राखेको ठाउँ पत्ता लगाउन सकिनँ र त्यो देखाउन सकिनँ, नत्र म तपाईँलाई सबै फारमहरू देखाइदिन्थेँ। र तपाईँले सबै कुरा भर्ने र त्यहाँनिर कस्तो हुन्छ भने मैले पनि प्रहरी जोनको फारम भरेको छु। विराटनगर केन्द्र हुनुहुने सबै साथीहरूले देख्नुभयो, चिन्नुभयो भने मलाई बोलाउनु होला है त। यस्तो यो प्रवेश पत्र हुन्छ कि यो प्रवेश पत्र चाहिँ कस्तो हुन्छ भने ठ्याक्क यस्तै यता माथिल्लोपट्टि ठ्याक्क हुन्छ। तपाईँले चाहिँ नि यो प्रवेश पत्र जुन यस्तो खाका लेखिएको हुन्छ नि, यो आदिवासी जनजाति फोटो टाँस्ने ठाउँ यसरी, यसमा चाहिँ राम्रो तरिकाले राम्रो अक्षरमा भर्नु होला है त, किनभने आफ्नो प्रवेश पत्र त राम्रो हुनुपर्छ। र तपाईँले चाहिँ प्रवेश पत्रमै नराम्रो अक्षरले लेखिदिनु भयो भने अक्षरहरू बिग्रिने, हेर्दै कजै गुजुङ लाग्ने, जाहिर खान जाने मान्छेको अक्षर पनि यस्तो र भनेर जिस्काउन सक्छन्। तपाईँले राम्ररी फारम भर्नुहोस्। फारम भरिसकेपछि डकुमेन्टेसनको कुराहरू, त्यो तपाईँले कसरी मिलाउने भन्ने कुराहरू कार्यालयभित्र जानुहोस्, उहाँले सबै सिकाइदिनुहुन्छ। म त्यो कुरा तपाईँले अहिले भन्दिनँ। भित्र जानुहोस् र कोही साथीहरू चाहिँ बिहानै 10 बजे पुग्नु भएको हुन्छ र उहाँले सबै कुराहरू गरिसकेका हुनुहुन्छ र तपाईँ पनि सक्दो बिहानै खानासाना खानुहोस्, नजिकै छ भने 1-1.5 घन्टा अगाडि नै जिल्ला प्रहरी अर्थात् प्रहरी कार्यालय अगाडि पुग्नुहोस् र पुगिसकेपछि मजाले फारम सारम भर्नुहोस्। तर फारम भर्न चाहिँ अरूले नलगाउनुहोस् है, तिनीहरूले 100-150 रुपियाँ खान्छन् है। केमा डर हुन्छ भन्ने कुरा त मैले तपाईँलाई भनिसकेको छु। अनि त्यसपछि भित्र लिएर जानुहोस्, लाइन बस्या हुन्छ। लाइन बसिसकेपछि तपाईँले समावेशीमा भर्नुहुन्छ भने 60 रुपियाँ एक्स्ट्रा तिर्नु पर्यो होइन। तपाईँले खुल्लामा मात्र भर्नुहुन्छ भने चाहिँ 300 रुपियाँ तिर्नु भयो। अब हेर्नुहोस् है त, यदि तपाईँ आदिवासी जनजाति हुनुहुन्छ भने 360 रुपियाँ तिर्नु पर्यो। यदि तपाईँ महिला हुनुहुन्छ भने तपाईँले चाहिँ 420 रुपियाँ तिर्नु पर्यो। यसरी तपाईँले फारम भर्न सक्नुहुन्छ तपाईँको दस्तुरहरू। अनि भित्र जाने, अनि कतिपय साथीहरू बाहिर फारम भर्दा होस् वा भित्र फारम बुझाउने बेलामा बढी पत्र बोलिराख्नु भएको हुन्छ। तपाईँ नबोल्नु है, तपाईँ नबोल्नुहोस्, चुप आएर बस्ने, आफूले गर्नुपर्ने कुरा गर्ने। त्यहाँनिर यताउता मैले त फलाना ठाउँमा नाम निकालेको थिएँ, यस्तो भयो त्यस्तो भयो, मैले नेपाल आर्मीमा सशस्त्र प्रहरीमा फलानामा दिएको नाम निक्लिन रनिङ खतरा छ होइन, म उफ्रिन सक्छु, कुद्न सक्छु, मेरो त फलाना मान्छे छ, फलाना फोर्स आउन सक्छु भन्ने त्यस्तो खालको हल्ला गरेर बसिरहन्छ देखेँ साथीहरू। त्यस्तो साथीहरूको गफ सुन्ने तर नबोल्ने है त, नबोल्नु हुँदैन, चुप आएर बस्ने, एकदम आनन्द शान्त भएर दिने। अनि तपाईँले एउटा छुटाउनु पर्ने, धेरैजना साथीहरू छुटाउनुहुन्छ फारम भर्दा। त्यहाँनिर चाहिँ के लेखे आउँछ भने त्यो फारमको पछाडिपट्टि म चाहिँ एकदम राम्रो छु, मेरो सबै चरित्रहरू राम्रो छ र चरित्रहरूको बारेमा सोध्नु कसैलाई पर्छ भने यो 2 जना व्यक्तिले सोध्न सक्नुहुन्छ भनेर लेखे आउँछ। त्यहाँनिर तपाईँको नजिकैको आमा बुवा अथवा शिक्षकहरूको नाम लेख्न सक्नुहुन्छ र उहाँको फोन नम्बर र तपाईँको चाहिँ उहाँ के पर्नुहुन्छ, दादा दिदी फुपू माइजू होइन, के पर्नुहुन्छ उहाँको बारेमा ठ्याक्क लेखिदिने यतापट्टि। त्यहाँनिर सिकाउनुहुन्छ। तपाईँले जान्नु भएन भने कसैले सिकाइ माग्नु, उहाँले सिकाइदिनुहुन्छ फारम भर्न, तर अरूलाई चाहिँ नदिनुहोस् है, अरूले पैसा लिन्छन् फेरि। अनि भित्र जाने सट्ट सबै डकुमेन्टहरू हेर्नुहुन्छ। त्यहाँनिर असै पनि बसेका हुनु सक्नुहुन्छ होइन। त्यसपछि त्यहाँनिर सही पनि बसिराख्नुहुन्छ। वरिष्ठ सहीसम्म बसेको देखेको छु, इन्सपेक्टर बसेको देखाएको छैन मैले प्रहरी जवानको फारम भर्न जाँदाखेरि। सबै डकुमेन्टहरू ठिक भइसकेपछि उहाँले लाइन लगाएर राजस्व तिराउनु लाउनुहुन्छ। त्यो जुन छ नि फारम भर्दा लाग्ने पछि त्यो तिराउनु लाउनुहुन्छ। त्यसपछि केही समय पर्खिनुपर्छ र उहाँहरूले चाहिँ सबै कुरा गर्नुहुन्छ। सबै कुरा गरिसकेपछि अन्तिममा तपाईँ घर जाने बेलामा यस्तो खालको प्रवेश पत्र दिनुहुन्छ। र त्यो प्रवेश पत्र चाहिँ तपाईँले बियरिङमा, तपाईँको लिखितमा, तपाईँको अन्तर्वार्तामा जाँदाखेरि तपाईँले आवश्यक पर्नुहुन्छ। प्रवेश पत्रमा चाहिँ एकदम राम्रो, एकदम एक्सिडेन्ट बरु बिस्तारै लेख्ने, अक्षर बपाल एकदम खतरा लेख्ने, खतरा भन्नाले फेरि फात्रफुत्र नलेख्ने, यताउता नलेख्ने, एकदम मिलाएर प्रष्टसँगले लेख्ने। अनि तपाईँले यो फोटो टाल्दाखेरि कतिपयजना साथीहरू चाहिँ आधी फोटोमा मात्र गम्लाएर टाल्नुहुन्छ, त्यस्तो नगर्ने, एकदम पुरा गम्लाएर टाल्ने। सबै कुरा भइसकेपछि तपाईँले अन्तिममा यो प्रवेश पत्र पाउनुहुन्छ र प्रवेश पत्र पाइसकेपछि तपाईँ चाहिँ अर्को प्रक्रिया अर्थात् बियरिङ फिजिकलको लागि तयार हुनुहुन्छ र तयारी गर्नुहोला। र साथीहरूलाई एउटा जिज्ञासा लागेको हुनसक्छ, आर्कको सर्टिफिकेट त छैन, 10 को मात्र छ, 12 को मात्र छ भन्नुहुन्छ। 10 को मात्र डकुमेन्ट लिएर जानुभयो भने पाउनुहुन्छ, तर 12 को लिएर जानुहुन्छ भने 12 को र 11 को डकुमेन्ट लिएर जानुपर्ने हुन्छ। 11 को फाइनल एक्जामको मार्कसिट हुन्छ, त्यो मार्कसिटको फोटोकपी र त्यसको सक्कली लिएर जानुपर्ने हुन्छ है त। अनि अर्को कुरा, यदि तपाईँले आदिवासी जनजातिबाट भर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ जिल्ला प्रशासन कार्यालयबाट एउटा म आदिवासी जनजाति हुँ, म दलित हुँ होइन, म मधेसी हुँ, म पिछडिएको क्षेत्र हो भन्ने तरिकाको एउटा जिल्ला प्रशासन कार्यालयबाट चाहिँ उहाँले सिफारिस गर्दै आउनुहुन्छ र उहाँले त्यो डकुमेन्ट दिइसकेपछि त्यसको पनि फोटोकपी गरेर नभुल्नु होला।
साथीहरू, मैले तपाईँले आवश्यक परे र मैले छिटो ढिलो चाँडो होइन कसरी बुझाउन सकेँ बुझाइहालेँ। र तपाईँहरूले चाहिँ प्रहरी जवानको तयारी गर्नुहोला। र मलाई फेरि म भन्छु है त, कतिपयजना साथीहरूले विराटनगरमा यदि देख्नुहुन्छ भने मलाई भन्नुहोला है त। मैले तपाईँको भिडियो हेरेको थिएँ, तपाईँ आइपुग्नु भएछ भनेर एकदम मलाई बोलाउनु होला, म मिठो बोलिदिउँ होला, तपाईँले मिठो आँख दिएर बोलिदिनु होला है त। हस् त, आजको लागि भने यो भिडियो यति नै। म बेला बेला मात्र भिडियो बनाउँछु र आज चाहिँ आवश्यक परेकै हुनाले चाहिँ मैले यो भिडियो बनाएँ। र भन्छु तपाईँले यो फारम भर्दा पैसा नतिर्नु होला, आफै फारम भर्नु होला। जाहिर खाने मान्छेले फारममा आफै भर्ने हो, अरूले भर्न नलगाउने है त। ओके, तपाईँहरूको दिन शुभ रहोस्। तपाईँ प्रहरी जवान भएर देशको रक्षा गर्नुपर्छ, सुरक्षा गर्नुपर्छ। जय नेपाल, छुटिन चाहन्छु।